दर्शकबिन यो सडक हेर्नुहोस् त। यो सडक अन्यत्र कतैको नभएर दैलेखको तिलेपाटा जाने सडक हो। सुर्खेतदेखि दैनिक तिलेपाटा जाने नागरिकहरू यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। सडकको यो दुरावस्थाका कारण यातायातका साधनहरू सञ्चालनमा निकै कठिनाइ हुने गरेको छ। विशेष गरी वर्षाको समय नजिकिँदै गर्दा झन् सडकहरू हिलाम्य हुने र गाडी चिप्लिने समस्या त छँदैछ। दैनिक रूपमा सुर्खेतदेखि तिलेपाटा रुटमा चल्ने सार्वजनिक सवारी साधनका चालकहरूले पनि बाटोको अवस्थाका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन्। सडकको यो अवस्थाले कुनै पनि बेला गम्भीर दुर्घटना निम्ताउन सक्ने भन्दै स्थानीय नागरिकहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, प्रदेश सरकार तथा सडक डिभिजन कार्यालय जस्ता सम्बन्धित निकायहरूले समयमै सडकको स्तरोन्नति र मर्मत समारमा ध्यान दिनुपर्ने माग पनि गरेका छन्। नागरिकको सुरक्षित यात्राको अधिकारलाई सुनिश्चित गर्न सरकारवाला निकायको ध्यान पुगोस्। Gods of Nepal for entertainment and information.